सर नमस्कार। नमस्ते बहन, आइपुग्नुभयो? हजुर सर। हजुर बस्नुहोस्। अनि बहिनी, मैले भने सबै डकुमेन्ट ल्याउनु भएको छ कि छैन? हजुर सर, लिएर आएँ। खोइ त हेरौँ। ल ठिक छ, मैले भने डकुमेन्ट भन्दा पनि तपाईँको धेरै राम्रो रहेछ। म तपाईँलाई एग्री गरेँ। धन्यवाद सर। मैले ठुलो आशा लिएर आएको थिएँ। हजुरले मेरो इच्छालाई पुरा गरिदिनु हुनुभयो। म धेरै खुसी छु सर। यसमा खासै धन्यवाद छैन। मेन कुरा तपाईँको त्यो सबै कुरा क्वालिफिकेसन एकदम राम्रो छ क्या। अनि बहिनी, तपाईँले यस्तो राम्रो डकुमेन्टहरू पनि रहेछ। अनि कसरी फस्नुभयो? कसले फसा तपाईँ? सर, हामी 3 जना पार्टनर थियौँ सर। पर्सनल चेक मैले अफिसमै छोडेको छु सर। एकजना अलिक फटा साथी हुनुहुन्थ्यो, उहाँले त्यो चेकमा मलाई के गरेर फसाइदिनु भयो। एकदम नराम्रोसँग फसेँ सर म। होइन, तपाईँ मान्छे हेर्दाखेरि त एकदम एक्टिभ जस्तो देखिन्छ। यस्तो डकुमेन्ट पनि राम्रो छ। तपाईँ जस्तो मान्छेलाई त्यो फसाउने त्यो फटा चाहिँ कस्तो खालको होला? खै सर, पार्टनरहरू सबैलाई विश्वास गर्थेँ, धेरै विश्वास गर्थेँ। सायद मैले विश्वास गरेको प्रतिफल मैले अहिले ठुलो धोका पाएर चाहिँ फसेँ सर नराम्रोसँग। संसारमा विश्वास कसैलाई गर्ने अवस्था छैन अहिलेको अवस्थामा। त्यही भएर ठिक छ, तपाईँ एकचोटि धोका खानुभयो। आइन्दादेखि तपाईँले कोही पनि मान्छेसँग व्यवहार गर्दाखेरि सिधै एकैचोटि विश्वास नगर्नुहोस्। ठिक छ नि बहिनी? एकचोटि त मैले गल्ती गरिसकेँ सर। अबदेखि म कसैको विश्वास गर्ने छैन। हुन्छ सर। हस् सर, अहिले मेरो बच्चालाई पनि स्कुलबाट ल्याउने टाइम हुन लाग्यो। भोलिदेखि म अफिस टाइममा आइपुग्छु सर। अहिले म लाग्छु सर। हस्, नमस्कार सर। हुन्छ हुन्छ, नानी बिस्तारै जानु ल। हस् सर। के होइन, कस्तो अल्छी लागेर यतिकै यहाँ आएर बसेको। अनि सुन्न, मैले त त्यो सरलाई भेटेको थिएँ नि अघि आउँदाखेरि बाटोमा। तेरो बारेमा त यस्तो राम्रो कुरा गर्दैछु नि, तँलाई त एकदम राम्रो छ त्यो अफिसमा। अनि मेरो बारेमा के भन्नुभयो भन्न? के भन्नु नि, केही पनि भन्नुभएको छैन। तर जे होस् मन पराउनु भएको छ। साँच्चै? जे होस् तैँले गर्दा मैले पनि काम पाउनु भएँ, त्यही खुसी लागेर है। अनि अरू केही त भन्नु भएको छैन नि त्यस्तो नराम्रो? अरू त्यस्तो त केही भन्नु भएन। हाम्रो धेरै कुरा नै भएन। म हिँडिहालेँ, सरको त्यहाँ कोसँग मिटिङ रहेछ। अनि कुरा गर्दै थियौँ, हेर्न काजी साहब टुक्टुक्क आइपुग्नु भयो। अरू कुरै गर्न पाइएन। तेरो बारेमा जे होस् राम्रो कुरा गरिदिएको छु मैले। त्यो बुढालाई पनि टाइममा बेटाइम जहाँ पनि टुक्टुक्क पुग्नु पर्ने। मैले सास पनि पर्न लागिसक्यो। तँ के बसिरहेको? हिँड अब सँगै जाऊ।
सर कता जान लाग्यो म यसो त्यहाँ बजारतिर जान्छु भने हजुर यहाँ के गरेर बसेको बसेर कुरा गरौँ सही छैन यतिकै बसिरह हो अनि किन बस्नु जान्छ टोला निराश के भयो कस्तो खासै केही होइन घाम पनि कति लाग्यो त्यहाँ माथि शीतलमा बसेर गफ गरौँ न त घाम पनि कति चर्को है भने सर कस्तो गर्नु छ होइन सर म त यो कुरा मान्दिनँ हजुरले पक्कै कुनै कुरा लुकाउनु भएको छ मसँग हजुर भन्नु न सर के हो त्यो कुरा अब किन यस्तै भनेपछि म कहाँ रोक्न सक्छु छ एउटा कहानी ल म भन्छु तिमीलाई अब म तिमीलाई के कुरा लुकाउनु छ नि त्यो मेरो अफिसको स्टाफ सुस्मिता छ नि मलाई नराम्रो धोका दिएको छ घरमा बाउ बिरामी छ म 4 दिन छुट्टी चाहे सर भनेर मैले पठाइदिएको झन् क्युआरबाट पैसा पनि हालिदिएँ अहिले आएर सम्पर्क विहीन भएको छ कता कता मैले चाहिँ सुनेको त्यो रोशन भन्नेले पोखरा घुमाउन पछि गरौँ न ल त्यसैलाई हुन पनि सक्छ सर यसो बुझ्दाखेरि त्यो निरु छ नि मेरो साथी त्यसले त्यो काजीको छोरा रोशनले मन पराउँथ्यो नि सर अनि त्यसपछि त्यही रिसको झोकमा हजुरको स्टाफलाई बोकेर गयो त्यसले मलाई त त्यही शङ्का लाग्यो अहिले त मैले जिन्दगीमा सोचे पनि थिएन यस्तो माया गरेर राखेको यस्तो मैले सबै जिम्मेवारी दिएको स्टाफले अहिले आएर यस्तो धोका दिएको ए सर चिन्ता नगर्नुहोस् कि त्यस्तो त अब स्टाफ त यो काठमाडौँमा कति पाइन्छ कति फेरि सर एउटा कुरा अब त्यो अफिसमा यो अनम्यारिड केटीहरू नराख्ने किनकि भागिन्छ यसै गरी चिन्ता मात्र अबदेखि एउटा राम्रो एउटा घरपर्दो केटा खोजेर राख्नु छ मैले पनि त्यही सोचेछु फेरि आजभोलि केटाहरू पनि गतिलो हुँदैन सबै गाँजा खाने रक्सी खाने मात्र हुन्छन् तर मैले ऊ जस्तो इमान्दार चाहिँ भेटिनँ कहाँबाट त्यो फटाले यसलाई जालमा पारेँ कि ठिक छ एक दिन पुऱ्याउला नभए भोलि अर्को राख्नु ए सर चिन्ता गर्न छोडिदिनुहोस् कि म छँदैछु नि मेरो मतलब हामी छँदैछौँ नि एउटा राम्रो स्टाफ हामी खोजेर ल्याइदिउँला अब यस्तो कुराहरू छोडिदिनुहोस् कुरा त ठिकै गरे हो के गर्नु त्यस्तो स्टाफ हुन्छ हुन्छ 5 मिनट कुर्दै गर्नु ल सर अब म पनि जान्छु मलाई त्यहाँ साथीले पनि कुरिरहेछ म पनि यतै जाँदैछु हजुर पनि जानुहोस् ल चिन्ता नगर्नुहोस् ल अनि सर एउटा कुरा त्यो निरु छ नि मेरो साथी त्योबाट पनि अलिकति बस्नु होला है हस् त सर म गएँ के भन्छ के हुन्छ आलुको केटाकेटीहरू काय सर आउनुभयो यसो सन्चो छैन क्या हो तपाईँलाई होइन यसो ढल्केको भुसुकै जान्छ के छ त खबर अनि कति अस्ति तपाईँले जुन जग्गा मिलाउनु भयो नि त्यताबाट के कस्तो भयो मलाई थाहा भएन तर मैले चाहिँ तपाईँलाई भनेको थिएँ म तपाईँलाई 2 लाख रुपियाँ दिन्छु भनेको थिएँ त्यही पैसा दिनु आएको क्यास चाहिँ ल्याएन चेक दिएर जान्छु भरे भोलि फुर्सदमा जहिले साट्नु भए पनि हुन्छ हुन्छ हजुर पछि पनि यसो अलि सस्तो बस्तो जग्गा मिलाउनु जो ब्याङ्कमा पैसा तिर्नुपर्ने हुन्छ नि अस्तिको जस्तो जग्गा त्यस्तोको सस्तो भेट्छ क्या मलाई खबर गरिहाल्नु तपाईँ चिन्तै गर्नु पर्दैन म अब आजैबाट त काममा लागिहाल्छु ल यसो विचार गरेर त्यो केटाले पनि धोका गरेको थियो उसलाई पनि यसो तपाईँहरू मिलाउनु मैले के भन्नु र भन्दै पर्दैन मिलाइहाल्छु ल अहिले म निस्केँ है त ल
काजी साहब के लुकाउनु भएको? के होइन यो त्यो अस्ति हामीले हाउसिङ मिलाइदिएको हाम्रो दाना पानी त होइन? जान्नेबाट बोल्छ होइन मान्छेलाई यहाँ कत्रो तनाव छ छोरोलाई जुन चाहिँ केटी देखाउँदा पनि हुँदैन घरमा बुढो भएको बाउ एक्लै बस्नु परेको छ त्यो लफङ्गो पनि कहाँ गएको कुनी घुम्न जान्छु भनेर गएको छ ल यो 5,000 लिन्छ अहिले यसो काम चलाउ गर अनि पछि आइसिदेऊ ल यति राख्नु न भनेको। तँलाई काम चलिहाल्छ नि गइहाल्नु हप्तासम्म भोलिसम्म यो हुँदैन कति दिन भयो खानु नपाएको ल अहिले म लाग्छु। ल जा आउने त्यति नै हो। काजी साहब नमस्ते। नमस्ते ए नानी माथि आएर बस न अनि काजी साहब निकै चिन्तामा देख्छु त के भयो हजुरलाई? त्यस्तो के होइन काजी साहब हजुर त निकै तनावमा देख्छु त के भयो हजुरलाई? होइन त्यस्तो के होइन अलिकति प्रेसर बढेको हो कि जस्तो भएर यसो सोचेर बसिरहेको खाना भर्खरै खाएर अनि कहाँ गएर आयो त? ए त्यहाँ तल बजारसम्म जाँदै थिएँ यही बाटो परेको हुनाले यसो यहाँ छिरेको नि। अनि काजी साहब हजुरको अनुहार देख्दा त निकै तनावमा देख्छु त कतै रोशनको कुराले त होइन? होइन रोशन त साथीहरूसँग 2-4 दिन पोखरा घुमेर आउँछु भनेर गएको छ। त्यही मोटी मोटी के डल्ली छ नि हो त्यसलाई लिएर भागेको कुराले न्याउ न्याउ गाउँभरि भइरहेछ नि। बाबु धेरै जान्ने भएर नबोल आफ्नो कादान लाग्यो बाटो लाग्यो हुन्छ के गर्नुपर्छ के भएको छ त्यो मलाई राम्रोसँग थाहा छ मान्छेलाई कुन तनाव छ चाहिने नचाहिने कुरा गरेको छ या हामीहरूको जातै नहुने गइहाल्नु हुन्छ आफ्नो बाटो। ठिकै छ मैले त सुनेको कुरा आएर भन्दै गयो क्यारे मलाई अन्यथा नसोच्नु होला अरू तपाईँको विचार। ल म गएँ अहिले नमस्ते। तपाईँले फोन गरेको स्विच अफ छ नम्बर। कहाँ गयो मोबाइल अहिलेसम्म कहाँ गयो मोबाइल अहिलेसम्म अफ छ कतै यी गाउँले यिनीहरूले भनेको कुरा सत्य त होइन? यदि भयो भने त यो गाउँमा मेरो काजको नाकै काटिनु भयो कस्तो कुरा गाजे छोरो जन्माइछु भने यो फटा छोरो पनि गएको 1 दिन भइसक्यो अहिलेसम्म आउँदैन के गर्दै होला त पैसा लिएर गएको छ अब पकाउनु पर्ला अब यस्तो कैसर होइन हस्याङ र फुस्याङ गरेर आउँछस् त्यो पिर्के तारेर त्यहाँ बस के भयो फेरि आत्तेर आएको छस् त? तपाईँको छोरा त हजुरको छोरा त पोखरा गएको भन्नुभएको होइन? मैले त बजारमा अर्कै गाई गयो होला सुनेको छु त। के भन्दैछस् त? के भएर तैँले गाउँतिर के सुनिस् गाई गयो? अब हजुर काइसर जस्तो मान्छेलाई भन्न त नहुने हो। के कुरो हो छिटो भयो नत्र भेट्दास फेरि। अस्ति त्यो हाम्रो सहरबाट आउनुभएको थियो नि सर उहाँको स्टाफ छ नि हो रोशनले त उसलाई भगाएर लग्यो भने सुनेको छु म त। के भन्छ यो हुनै सक्दैन। नहुन सक्छ भने भन्न सकिँदैन। पोखरा जान्छु त भनेको थियो आमा नभएको टुरो छोरो पुल फुलाएर हुर्काएर पाले हुने कुराको कमी हुन दिन कतै यो काजको नाक त काट्ने होइन त्यसले। काई साहब विचार गर्नु है विचार गर्नु। अब के गर्नु काई सर
आफू त मनले मानेन हजुरलाई आएर ह्याट सुनाइहालेँ। ल ल अहिले त जा, के कुरो रहेछ म बुझ्छु। ल त काइस विचार गरेर गर्ने म त लागेँ। होइन, यो केटाले रक्सी खाए पनि मसँग झुटो कुरा त कहिले गर्दैन। कतै त्यसले साँच्चै त्यसलाई लिएर त गएन। पोखरा घुम्न जान्छु त भन्थ्यो। खर्च के छ भन्दाखेरि पर्दैन, तपाईँले दिएको अस्ति नैको राखेको छु भन्थ्यो। होइन, एकचोटि फोन त गर्नु पर्यो। आज मन कता कता। तपाईँले सम्पर्क गर्नुभएको मोबाइल स्विच अफ छ। मोबाइल पनि स्विच अफ छ भन्छ। कतै यो यसले भनेको कुरा साँचो त होइन? यदि यति हो साँचो हो भने त्यो गाउँमा खाजीको इज्जत के होला? अब मैले नयाँ कदम चाल्नै पर्छ।